हाम्रो यात्रा भनेको चाहिँ जनकपुरसम्मको हो महेन्द्रनगर वा त्यस्तो खतरा अहिले चाहिँ एकदमै सफा छ महेन्द्रनगर त पहिले पनि सफा नै थियो जनकपुर चाहिँ अलिकति बेसी नै फोहोरै बनाएर राखेको थियो डेट्सको आशिका तामाङ सिस्टरले चाहिँ सफा गर्न लगाएर कस्तो भएको छ है यो पनि हेर्न बाँकी नै छ डेट्सको हामी चाहिँ जनकपुरको शहीद गेटमा आइपुगिसकेका छौँ यो चाहिँ शहीद गेट अब रामनन्द चोकको गेटमा प्रवेश भइसकेका छौँ हामी चाहिँ जनकपुरमा म चाहिँ आशिका तामाङको बिग फ्यान हो है आशिका सिस्टरले चाहिँ राम्रो काम गर्नुभएको थियो हेर्नु त अहिले जस्ताको तस्तै पहिला जस्तै फोहोरहरू जस्ताको तस्तै चाहिँ छ खासै सुधार चाहिँ भएको छैन हेर्नुहोस् त अहिले पनि पहिलाको फोहोर अहिले पनि त्यस्तै जानकी मन्दिर वरिपरिको परिसर हेर्नुहोस्